म नेवार कुलको मानन्धर परिवारमा जन्मे। यो आधारले स्वतः मसँगको एउटा मातृभाषा जोडिएको छ, नेपाल भाषा। म भक्तपुर जिल्लाको मध्यपुर ठिमीमा जन्मिए। त्यो आधारले मेरो भूगोलको ऐतिहासिक पृष्ठभूमि त्यसमा जोडिन्छ। अनि त्यो सँगै आउने, त्यो ठाउँमा मनाइने, त्यो कम्युनिटीले गर्दै आएको संस्कार, अनि त्यसपछि संस्कृति, अनि त्यसपछिको त्योसँग रिलेटेड सबै कुराहरू मेरो जन्मसँगै आएको आइडेन्टिटी हो, परिचय हो, पहिचान हो। यो क्षेत्रलाई के गर्नुपर्छ? यो अहिले समस्यामा छ, सङ्कट उन्मुख छ। कतिपय विद्वानहरूले भन्नुभएको छ नेपाल भाषा अहिले कोमामा छ, त्यो अर्थ बिरामी भएको छ। नेपालमा करिब 9 लाखको जनसङ्ख्या नेवारहरू भए पनि ठ्याक्कै आँकडा मलाई थाहा भएन, माफ गर्नुहोला, तर करिब 60% मात्रै नेपाल भाषा बोल्छन्, बुझ्छन् र प्रयोग गरिरहेको यो तथ्याङ्कले भन्छ। यो आधारले पनि त्यो विद्वानहरूले भाषा समस्यामा छ भनेको होला। त्यो आधारले मलाई गाइड गरेको छ। त्यो पहिचानलाई मैले संरक्षण गर्नुपर्छ, मेरो संस्कृतिलाई पुस्ताबाट आएकोलाई मैले हस्तान्तरण गर्नुपर्छ नयाँ सन्ततिलाई भन्ने त्यो आधारले मलाई गाइड गरेको छ। त्यो एउटा आइडेन्टिटी भयो। म बिस्केट जात्रा मनाउँछु, म व्रतबन्ध गर्छु, मलाई गरेको छ, मैले मेरो सन्ततिलाई गर्नु छ, अथवा यही संस्कारलाई मैले ग्रहण गर्नुपर्छ, 12 संस्कारलाई गर्नुपर्छ, मैले 5 अरे मनाउनुपर्छ, यहाँ मनाउनुपर्छ। त्यसले मलाई एउटा समाजभित्र बाउन्ड गरेको छ। मेरो समाजले मलाई सिकाएको छ त्यो समाज भनेको मानवता हो। कम्तीमा पनि हामी जनावरभन्दा फरक छौँ। त्यो जनावर भनेपछि धेरैलाई त्यो बुझाइ हुन सक्छ। जनावरकै दृष्टिकोणमा हामी जङ्गलमा पस्छौँ र जङ्गलमा बस्छौँ भन्ने कति डर त्रासको बिचमा जीवनयापन गर्नुपर्ने होला। एउटा मृगको दृष्टिकोणले विचार गरौँ। जङ्गलमा सधैँ बाघले खान्छ, चितुवाले लखेट्छ, अथवा अरू मान्छे आएर आक्रमण गर्छ भने त्यो खालको दृष्टिकोण तयार भएको हुनसक्छ। कम्तीमा हामी त्यो डर त्यो खालको त्यो त्रासबाट उन्मुक्ति पाएका छौँ। कारण एउटै हो, त्यो मानवता, त्यो मानवाधिकार, त्यो मानव भएको प्रस्तुत भएको विषय जसको आधार भनेको मेरो आइडेन्टिटी हो, मलाई सिकाएको संस्कृति हो, मैले पाएको संस्कार हो। अरूलाई सहयोग गर्नुपर्छ, जन्म लिइसकेपछि केही न केही गर्नुपर्छ भन्ने आइडेन्टिटी, त्यो पहिचानले मलाई सिकाएको छ, त्यसले गाइड गरेको छ। साँच्ची नै भन्नुपर्दाखेरि मलाई दुःख लाग्छ, हामी प्रजातान्त्रिक गणतन्त्रमा छौँ, सङ्घीय लोकतान्त्रिक गणतन्त्र भएर पनि, जनता जनार्दन भएर पनि जनता पीडित हुनुपर्ने अवस्था मैले देखिरहेको छु। विशेष गरेर मेरो आफ्नो समुदाय नेवार समुदाय घर भत्काएको छ। सरकार लागेको छ यसमा, हाम्रो वासस्थानलाई बिगार्ने कुराहरू लागेको छ। यो किञ्चित स्वीकार गर्न नसकिने विषय हो। यसलाई पत्रकारिताको मार्फत, मैले आफ्नो सामाजिक क्षेत्र मार्फत प्रतिकार गर्ने क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा लागिरहेको छु। यो वासस्थान जब सकिन्छ, यो पहिलो आइडेन्टिटी मेटिन्छ, त्यहाँ रहेको चिवाहरू मेटिन्छ, त्यहाँ रहेको ढुङ्गेधाराहरू, हितीहरू र मरि त्यो सङ्कट उन्मुख हुनेछ। त्यो भएको जीवनशैली, त्यो फल्चादेखि लिएर सबै मन्दिरहरू पर्नेदेखि सबै नष्ट हुने भएर पनि यसको विरुद्धमा हामीले अब चेतना जागृत गर्नको लागि मैले आफ्नो पेसागत रूपमा लागिरहेको छु। सबैलाई आफ्नो क्षेत्रमा गर्नुपर्छ होला। अभियन्ताहरू लागिरहेछन्, राजनैतिक दलहरू लागिरहेछन्, तर पनि सकिरहेको अवस्था छैन। यो दुःखद विषय हो। वासस्थानको लागि हामीले त्यसरी गर्नुपर्छ होला। यो मात्र होइन, अरू पनि धेरै समुदायको मैले चाहिँ कुरा गर्दाखेरि क्षेत्री समुदायको कुराहरू आउला, लेप्चा समुदायको कुरा आउला, थारू समुदायको कुराहरू आउला। थारूलाई विस्थापित गर्ने योजनाहरू बनिरहेछ।
त्यो पनि किञ्चित स्वीकार गर्न नसकिने विषय हो। हामीले यो चेतना जागृत गर्नु जरुरी छ। नेपाल भाषामा एउटा भनाइ छ, ठ्या ब्या भ्या। ठ्या ठाउँ, ब्या वासस्थान र जीवनशैली, र भ्या भाषा। यो तीनटा कुरालाई मैले मूल मन्त्र बनाएर मैले आफ्नो जीवनलाई यापन गरिरहेको छु। त्यो अर्थ जसरी मैले अहिले नेपाली भाषामा यो स्टोरी टेलिङ गरिरहेको छु, मेरो आफ्नो कुराहरू, मेरो आफ्नो विचारहरू व्यक्त गरिरहेको छु, अभिव्यक्त गरिरहेको छु, त्यसरी मैले नेपाल भाषामा पनि संरक्षण गर्नुपर्छ भन्ने क्षेत्रमा लागिरहेको छु। अहिले काठमाडौँ महानगरपालिकाले लागू गर्यो, कीर्तिपुर नगरपालिकाले लागू गर्यो, टोखा नगरपालिकाले केही वडामा लागू गर्यो, ललितपुर महानगरपालिकाले लागू गर्यो। अहिले मध्यपुर ठिमी नगरपालिकामा नेपाल भाषालाई पाठ्य पुस्तक बनाएर पाठ्यक्रम बनाएर लागू गर्नुपर्नेमा हामी लागिरहेछौँ। यो भाषाको लागि गरेको भयो। मैले नेपाल भाषामै पत्रकारिता गरिरहेछु 63 सालदेखि। किन? मेरो आफ्नो बुझाइ, मेरो यो सिद्धान्त भाषा संरक्षणको लागि, मेरो आफ्नो मातृभाषा सुरुमा जोडेको कोमामा गयो भन्ने त्यो बुझाइ अब कोमाबाट निकालेर साधारण वार्डमा हामीले सार्नु छ। भाषा संरक्षण गर्ने क्षेत्रमा मैले पनि केही गर्न सकेँ भने त्यसको औचित्य पुष्टि हुन्छ भन्ने गाइडलाइनले गाइड गरेको आधारले मैले काम गरिरहेको छु। त्यो भएर नेपाल भाषा क्षेत्रमा नेपाल भाषाबाट पत्रकारिता गरिरहेको छु, मातृभाषाबाट गरिरहेको छु। गाह्रो छ, सजिलो विषय त होइन, गरिरहेको छु, हुने रहेछ, ठिकै चलिरहेछ।